के तपाईले कुनै गुफाभित्र जंगल, नदी र बादल भएको कल्पना गर्नुभएको छ? यो कुनै कल्पना मात्र होइन, यस्तो गुफा साँच्चीकै अवस्थित छ। आज हामी तपाईलाई संसारकै सबैभन्दा ठूलो गुफाको रोमाञ्चक यात्रा गराउनेछौँ। सोनडोङ गुफा भियतनाममा अवस्थित एक अद्भुत प्राकृतिक चमत्कार। यो गुफा सन् 2009 मा पहिलो पटक वैज्ञानिक रूपमा खोजिएको थियो र तबदेखि यो गुफा विश्वकै सबैभन्दा ठूलो गुफाहरूको रूपमा परिचित छ। यसको आन्तरिक भाग यति विशाल छ कि यसभित्र 40 तले भवनहरू सजिलै अटाउन सक्छन्। यसभित्र पुरै जेट विमान उड्न सक्छ। 5 किलोमिटर लामो, 200 मिटर अग्लो र 150 मिटर चौडा गुफाको छानाबाट सूर्यको प्रकाश सिधा भित्र पर्छ। त्यही प्रकाशले जन्म दिएको छ एक अद्भुत दृश्य। गुफाभित्रको त्यो हरियाली यस्तो लाग्छ मानव पृथ्वीभित्र अर्को पृथ्वी छ। राम्रोसँग हेरियो भने त्यहाँ बोटहरू, झारहरू, किराहरू र चराहरू पनि भेटिन्छन्। केही वैज्ञानिक त भन्छन् त्यहाँ पाइने जीवहरू अन्यत्र कतै छैनन्। अझ चकित पार्ने कुरा, गुफाभित्र बग्ने नदी, शीतल पानीले गुफा काट्दै हजारौं वर्षमा बनाएको यस्तो रूप कल्पना भन्दा पनि पर। र विशेष कुरा, हावाको बहाव र चिसोपनले गर्दा त्यहाँ बादल पनि बन्दछन्। बादलहरू गुफाको भित्तामा अड्किएर सपना जस्तै दृश्य बनाउँछन्। तर त्यहाँ पुग्न सजिलो छैन। हप्तौंको ट्रेकिङ, सरकारबाट अनुमति र सीमित पर्यटकलाई मात्र प्रवेशको अनुमति दिइन्छ। तर जो जान्छ उनीहरू भन्छन् यो पृथ्वीकै सबैभन्दा अद्भुत ठाउँ हो। सोनडोङ गुफा एउटा प्रकृतिको चमत्कार, एउटा लुकेको संसार हो। हामीले पृथ्वीको धेरै हिस्सा चिनेका छैनौं। त्यो बाँकी भाग यति सुन्दर हुन सक्छ भन्ने प्रमाण यही गुफा हो। तपाईलाई कस्तो लाग्यो यो यात्रा? लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। हामी फेरि आउनेछौँ अर्कै अनौठो कथा लिएर। सबैको शुभ होस्। नमस्कार।